आज शनिबारको दिन हामी घुम्न भनेर रत्नगर महोत्सव पुग्यौं। टिकट काट्दै गर्दा 80 रुपियाँले पनि यो देशको संस्कृति कति अमूल्य छ भन्ने महसुस भयो। भित्र पसेपछि विभिन्न जातीय परम्परागत घरहरू देख्दा आँखा रसाए। गुरुङ, दराई, माझी, मगर, तामाङ आदि हाम्रो विविधतामा लुकेका एकताको सुन्दरता यस्तो देख्न पाउँदा गर्वले छाती फुल्छ। अगाडि जाँदै गर्दा एउटी सानी नानीले माटोमा जीवन भर्दै गरेको देखियो। हातहरूमा उनको जादु थियो। अपाङ्ग दाजुभाइहरूका हस्तकलाले मन छोयो। कठिनाइमा पनि सिर्जना कति शक्तिशाली। स्थानीय खुराउनी खाँदा पुरानो याद आयो। पहिले मामा घरको आमाले बनाउनुहुन्थ्यो। स्वादमा माया मिसिएको थियो। चित्रकला, मूर्तिकला र हस्तकला सामग्रीले आँखा तानिरहेको थियो। स्थानीय खानाहरूको सुगन्धले मन लोभ्याउँथ्यो। भिड बढ्दै गयो। कृषि परिसर द्वारबाट अगाडि बढ्दै जाँदा अलि अगाडि 13 प्रकारका मह थिए। निशुल्क चाख्दा प्रकृतिको अनुपम उपहारमा आभारी भएँ। यसैबीच महको फाइदा र ठुला ठुला मौरीको, मकैको र गाईको संरचना देख्ने अवसर मिल्यो। स्टलको सबै कुनामा सीसीटीभी जोडिएको थियो। टेकमाइन्डले महोत्सवभरि ठाउँ ठाउँमा फ्री वाइफाईको क्युआर देख्न सकिन्थ्यो। घरको जस्तै स्लो हो कि फास्ट नै छ भनेर टेस्ट गरी हेऱ्यौँ। नेट राम्रो थियो। तर अन्तिममा त्यो ठुलो अन्तर्राष्ट्रिय शिक्षा ब्यानर देख्दा मन भारी भयो। हाम्रो सपनाहरू किन सधैँ बाहिरै खोज्नुपर्छ र? यो महोत्सवले मलाई सिकायो हामीसँग धेरै छ, तर हामीले आफैलाई विश्वास गर्न बाँकी छ।